हेलो गाइस, सन्चै हुनुहुन्छ? आज म तपाईहरुको माझमा फेरि पनि आइसकेको छु आफ्ना केही दिनचर्याहरुको वर्णन लिएर। सो गाइस, सबैजनाले लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनु होला। मिसेस पण्डित VATY, प्लिज सब्स्क्राइब टु माई च्यानल। सो गाइस, आज हामी हेरेर जानको लागि एकदमै रेडी भइसकेका छौं। एकदमै खुसी भएर गइरहेका छौं। हामी दुईजना बुढाबुढी एकदमै खुसी भएर जाँदैछौं। सो गाइस, हेरेर जाने बाटो सुरु भइसकेको छ। वाउ, कस्तो रमणीय ठाउँ, जताततै हरियाली। साँच्चै नै हाम्रो नेपाल धेरै नै रमाइलो छ। वाउ, कस्तो रमाइलो ठाउँ। वाउ गाइस, कसले यो ठाउँ चिन्नु भएको छ प्लिज कमेन्ट गर्नु होला। वाउ, कस्तो रमाइलो ठाउँ। सो गाइज, लामो दूरीको यात्रापछि एकदमै भोक लागेको थियो। भीमफेदीको बाटो हुँदै जाँदाखेरि यो होटलमा एकदमै मिठो कफी पाइन्छ। हामी बुढाबुढी घर जाँदाखेरि कहिले पनि यो कफी मिस गर्दैनौँ। एकदमै मिठो बनाइदिन्छ उहाँ दाइले। चिसो चिसो मौसममा तातो कफी, वाउ, लास्टै रमाइलो भयो। मलाई चिसो मौसम लाग्ने बित्तिकै यहाँको कफीको एकदमै याद आउने गर्दछ। एकदमै मिठो पाइन्छ यो ठाउँमा कफी। तपाईहरु पनि आउनुभयो भने भीमफेदी जाने बाटोमा यो कफी एकदमै र यसै गरी चिसो एकदमै बढेको थियो। कफीले मात्रै नभएर तातो तातो चाउचाउ पनि खायौँ हामीले। एकदमै मिठो बनेको थियो। एकदमै आनन्द आयो। मलाई जाडोको मौसममा चाउचाउको तातो तातो सुप एकदमै मनपर्छ। सो गाइज, अब हामी सानपोखरा आइपुग्यौँ। हामी घर पुग्न एकदमै नजिक पुगिसकेका छौँ। एकदमै रमाइलो, हाम्रो हेटौडा एकदमै रमाइलो छ गाइज। हजुरहरू पनि कहिलेकाहीँ घुम्न आउनु होला। एकदमै घुम्न एकदमै रमाइलो ठाउँहरू छ हाम्रो हेटौडामा। सो गाइज, अब हामी घर पुग्न केही दूरीमा मात्रै छौँ। फाइनली गाइज, हामी हाम्रो घर पुगिसकेका छौँ। बुवा छोरा बुहारी घर आएको देख्दा मम्मी बुवा एकदमै खुसी हुनुहुन्छ। मम्मी बुवाको खुसीको कुनै ठेगाना छैन। यसै गरी हामी चारैजना बेलुका बसेर सँगै खाना खान पायौँ। एकदमै खुसी लागेको छ। मम्मीले एकदमै मिठो मिठो खानेकुराहरू बनाएर राख्नु भएको थियो। विशेष गरी साग मलाई एकदमै धेरै मनपर्छ। सो गाइज, आजलाई यति नै। धन्यवाद सबैजना। भेट्नेछौँ नेक्स्ट ब्लगमा। बाइ बाइ।